धन्यवाद कार्यक्रमका सञ्चालक बहिनी। यो जेजी युवाहरूसँग यो अन्तर्संवाद कार्यक्रममा उम्मेदवारको अन्तर्संवाद कार्यक्रममा अध्यक्षता गर्नुभएका युवा मैले भनेकै छैन मैले यो कार्यक्रमको अध्यक्षता गर्नुभएका भाइ मनिष पौडेल, यो सरल नेपालका अध्यक्ष नि सरल नेपालका अध्यक्ष पनि हुनुहुन्छ, सामाजिक अभियन्ताको रूपमा पनि हुनुहुन्छ मनिष पौडेल यो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभएका बस्ती महानगरपालिका वडा नम्बर 22 का वडाध्यक्षहरू, त्यसै गरी विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभएका हाम्रो अब हुन गइराखेको प्रतिनिधि सभाको निर्वाचनको समानुपातिक उम्मेदवारको रूपमा रहनुभएका निशा नेपानेज्यू र यहाँ उपस्थित हुनुभएका नेपाली कम्युनिस्ट पार्टीका सम्पूर्ण नेताज्यूहरू, उपस्थित यहाँ जेजी युवा समूहको तर्फबाट उपस्थित हुनुभएका सम्पूर्ण भाइ बहिनीहरू, सबैमा सर्वप्रथम म यहाँहरू सबैलाई एउटा हिजोसम्म मैले मेयरको हैसियतबाट भन्थेँ, आज मेयरबाट हिजोबाट बिदा लिएर विश्राम लिएर आज पुनः आगामी निर्वाचन प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारको हैसियतबाट भन्नुपर्ने स्थिति बन्यो। उम्मेदवारको हैसियतबाट यहाँ सबैलाई दिवाकालीन अभिवादन नमस्कार व्यक्त गर्दछु। धेरै विषयवस्तु आइसकेको छ, म अब अलि समयको पनि पाबन्दी, अब लामो कार्यक्रम गरेर बस्ने अवस्था पनि छैन, किनकि अब यो निर्वाचनको दौरानमा एकदमै समयको अब सेकेन्डको समयको पनि महत्त्व हुन्छ। तर आज पहिलोपटक युवा साथीहरूसँग जेजी युवा समूहका साथीहरूसँगको भेटघाट हुँदाखेरि मलाई यो पहिलो भेटघाट उम्मेदवारको हैसियतबाट पहिलो भेटघाट भएकोले गर्दाखेरि अब यति हतार नगरौँ भन्ने हिसाबले सुनौ न त, सबैजनाको कुरा सुनौँ, सबैको परिचय लिउँ, अनि यहाँ हामी उपस्थित भएका मध्येले पनि अलिअलि बोलाउँ, तपाईँहरूलाई पनि अलिकति इन्सपायर हुन्छ नि त। त्यो हुँदाखेरि अलिकति समय दिउँ भनेरै जानी बुझिकनै लामो होस् भनेर यहाँ चाहिँ कार्यक्रम भयो। पहिलो कार्यक्रम पहिलो सुरुवात धेरै राम्रो भएको छ। म मनिष भाइलाई लगायत सम्पूर्ण साथीहरूलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। मेरो हिजो मात्रै उम्मेदवारी दर्ता पछिको पहिलो औपचारिक कार्यक्रम भाइहरूले गर्नुभएको छ। अहिले जेजी आन्दोलन पछिको मेरो उम्मेदवारी पछिको पहिलो कार्यक्रम पनि जेजी युवा समूहबाट भएको छ। पक्कै पनि हाम्रो जित पक्का हुनेछ भन्ने पनि मैले विश्वास गरेको छु। तपाईँहरू जागिदिनु भयो, तपाईँहरू लागिदिनु भयो भनेदेखि त्यो एकदमै असम्भव छैन। यत्रो ठुलो उथल आन्दोलन गरेर देशै व्यवस्था परिवर्तन सरकारै परिवर्तन गरिदिनु भयो, सारा चिजहरू उथल भयो। तपाईँकै उमेर समूहका भाइ बहिनीहरूले आन्दोलन गरेर जेजी आन्दोलन त्यही नामबाट परिचित छ भनेपछि तपाईँहरू सबै जागिदिनु भयो भने चितवन जिल्लाको क्षेत्र नम्बर 3 मा रेणु दाहालले चाहिँ नजित्नुपर्ने कारण पनि केही छैन र जित्ने पनि ग्यारेन्टी चाहिँ पक्कै हुनेछ भन्ने पनि मैले विश्वास लिएको छु। अर्को कुरा तपाईँहरू सबैले भन्नुभयो उम्मेदवारको हिसाबले चिनाउनु पर्ने छैन, परिचय दिनुपर्ने छैन नि त। रेणु दाहालको हो के हो, उसले गर्छ कि गर्दैन, कस्तो हो के हो, यो भन्नुपर्ने आवश्यकता छैन। मलाई एकदमै स्मरण भइराखेको छ, आजभन्दा 9 वर्ष अगाडि 2074 सालमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको पहिलो संस्थापक मेयरका लागि उम्मेदवारी दिएँ। जति बेला 74 सालमा दिँदाखेरि म त्यति बेला यो ठाउँमा नयाँ थिएँ, एकदमै नयाँ थिएँ। त्यति बेला एकदमै नयाँ यो मानेमा थिएँ कि एउटा स्कुले बालक स्कुल पढ्दै देशको परिवर्तनको लागि, जनताको अधिकारका लागि, व्यवस्था परिवर्तनका लागि भनेर यही अमर माध्यमिक विद्यालयमा भरतपुर 22 को धेरैजना हुँदो रहेछ यहाँनिर। भरतपुर 22 को अमर माध्यमिक विद्यालयमा मैले पढेको, यही भरतपुर 22 कै धनौजी आधारभूत विद्यालयमा मैले त्यहाँ शिशुदेखि 5 सम्म पढेको। 5 देखि एसएलसी मैले अमर माध्यमिकबाट दिएको। त्यसपछि अब त्योभन्दा अगाडि पढ्ने धेरै ठुलो रहर थियो, पढ्न नसक्ने परिवारको मान्छे पनि म थिइनँ, तर पनि देशका लागि भनेर योगदान दिनुपर्छ, परिवर्तनका लागि अगाडि बढ्नुपर्छ, जनतालाई अधिकार दिनुपर्छ भनेर आफ्ना व्यक्तिगत चाहनाहरू सबै चिजहरू त्यागेर परिवर्तनको लागि आन्दोलनमा हुमिएको हो हैन। तपाईँहरूकै उमेर समूह भन्दा नि अझ अगाडि 18-19 वर्षको उमेरमा हेर्नुहोस्, 18-19 वर्षको उमेरदेखि अहिलेसम्म लगभग 30 वर्ष कम्प्लिट भयो। 30 वर्ष भयो निरन्तर राष्ट्रका लागि योगदान। योभन्दा अरू केही पनि छैन रेणु दाहालको। त्यति बेला एसएलसी पास पछि हैन, एसएलसी पास पछि क्याम्पस पनि वीरेन्द्र क्याम्पस, तपाईँ यहाँ वीरेन्द्र क्याम्पसका भाइहरू पनि हुनुहुँदो रहेछ, बहिनीहरू पनि हैन। वीरेन्द्र क्याम्पस पनि यहीँबाट हो। त्यति बेला अघि निशाजीले भन्नुभयो यहाँबाट त के गीतानगरबाट पनि भाडामा बस्ने हुन्थ्यो कि नानकाटमा बजारमा अथवा भरतपुरमा,
त्यहाँ वीरेन्द्र क्याम्पसको वरपर त्यहाँनिर भाडामा बसेर डेरा लिएर बसेर पढ्ने, डेरा लिएर बसेर त्यहाँनिर चाहिँ जागिर खाने अवस्था थियो। अब यहाँबाट जाने त सम्भवै थिएन, घन्टौँ लाग्थ्यो। यहाँबाट भरतपुर जानका लागि, क्याम्पस पढ्न जानका लागि घन्टौँ लाग्थ्यो। यहाँका मान्छेहरू कोही यहाँबाट जाने आउने गर्ने अवस्था थिएन त्यति बेला। त्यो अवस्थाको बिचबाट त्यसरी चाहिँ अब राष्ट्रको लागि योगदान दिएर यहाँसम्म निरन्तर 30औं वर्ष भयो राष्ट्रको लागि योगदान दिएको छ। एउटा इमान्दारीपूर्ण एकदम राष्ट्रप्रति एउटा निष्ठापूर्वक, इमान्दारीपूर्वक एउटा सेवाभावका साथ गर्दै आएको अहिलेसम्म निरन्तरता छ। अघि यहाँ भनिसक्नुभयो होइन, रेन्दालका पिता को हुनुहुन्छ भन्ने तपाईँहरू सबैलाई थाहा छ। यत्रो ठुलो क्रान्तिको परिवर्तनको एउटा नायकको रूपमा होइन यो व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुभयो, नेतृत्व गर्नुभयो, गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुनुभयो। उहाँको छोरी तर पनि बुवा कतिचोटि 3 चोटि प्रधानमन्त्री हुनुभयो। प्रधानमन्त्री भएको मैले त्यस्तो हुन्छ नि त्यो अनुभूति भन्नाले त्यसको के भन्छ बेनिफिट लिने हिसाबले अहिले त्यो भएन। यही आफ्नो जे हैसियत छ, जे जिम्मेवारी छ राष्ट्रपति जनताप्रति योगदान गर्ने, त्यहीमा तलमाथि कहिले पनि भएन, यो हिसाबले काम गर्दै आएको। र मैले भनेको छु परिचय अब यहाँ भरतपुरमा आइसके पछाडि, भरतपुरमा नोबल सरकारी आइसके पछाडि सुरुमा परिचय दिन पर्ने थियो। प्रचण्डको छोरी ल्याए, प्रचण्डले आफ्नो छोरी पठायो। यो त्यो उमेर मेरो लगभग 39 वर्ष यस्तै थियो, 38-39 वर्ष म मेयर हुँदाखेरि। अनि भर्खर युवा उमेर समय भनौँ हुँदाखेरि अब यो सानो, अब अहिले त सानो उमेरले अहिले पनि मलाई लगभग 50 पुग्न लागेको छु। 50 पुगे जस्तो देखिँदैन होला है, 50 पुग्न लागेको जस्तो देखिँदैन होला। सानो बल्ल 40-42 भन्न मिल्छ होला जस्तो लाग्छ भन्नुहुन्छ अरू सबैजनाले। भन्दाखेरि अब त्यति बेला झन् पातला पुछे कसरी पठाएको अवस्था होइन। अब यसले के गर्न सक्ला, यस्तो सानो पुछे केटीले गर्न के सक्ला, यत्रो महानगरपालिकाको मेयर हुने कुरा कसरी सम्भव हुन्छ भनेर कसैले पठाएको अवस्था पनि होइन। तर पनि अब मलाई के सङ्कल्प भयो भने, अटल भयो भने काम गर्नुपर्छ। काम त्यो बोलेर होइन के गरेर देखाउनुपर्छ भन्ने कुराको मलाई गहिरो गरी त्यसको इम्प्रेसन गहिरो गरी भयो कि म यो बोलेर भन्दा काम गरेर देखाउँछु, यो कुराको जवाफ म व्यवहारबाटै दिन्छु, कामबाटै दिन्छु भन्ने सङ्कल्प मैले लिएँ। त्यसपछि अहिले फर्केर आउँदाखेरि हेर्नुहोस् त भएन छैन भन्ने अवस्था छ त। रेन्दाले गर्न सकेन यो त्यो भन्ने पनि छैन। हो गऱ्यो, रात दिन दायाँ बायाँ समय अन्यत्र खर्च नगरिकन यो ठाउँ बनाउनका लागि, जनतालाई सेवा सुविधा दिनका लागि अहोरात्र खटियो। यसरी काम गर्दाखेरि पनि अब आरोप लाउन त पर्यो, फेरि केही न केही आरोप त लाउनु पर्यो नि। केही न केही आरोप लाउँदाखेरि प्रचण्डको छोरी थियो, बजेट जति सबै यहीँ बनायो, अन्यत्रको बजेट ल्यायो, विकास गर्यो। फेरि यहीँका सांसदहरूले भन्ने क्या यस्तो कुरा पनि अन्यत्रकाले भन्दैन हुन्थ्यो नि, यहीँकाले आफूले गर्नुपर्ने त कहाँ छ त्यस्तो भन्दिने। यस्तो खालको आरोप सबैतिर जसले विरोधको लागि विरोध गर्ने परिपाटी छ नि, जसले त्यसो गर्छ उहाँहरूबाट यस्तो खालको आरोप पनि मैले अहिले पनि खेपेको छु। तपाईँहरूले अघि पनि भन्नुभयो, हाम्रो विप्लव भाइले पनि भन्नुभयो यस्तो भन्ने गर्छन् केन्द्रको बजेट यो त्यो। केन्द्रको सरकारकै बजेट त हो नि, घरबाट ल्याएर त कसैले गर्ने होइन। सरकारको बजेटलाई सही ढङ्गले सदुपयोग गर्ने, सही ढङ्गले पहलकदमी लिने, बढीभन्दा बढी विकास गर्ने, जनताको प्रतिनिधि जनप्रतिनिधि गर्ने त यही हो नि। यही गर्ने सन्दर्भमा हामी कति पनि नचुकिकन नथाकिकन हामी निरन्तर लागि परेर भएको चिज हो नि। यति सम्भव थियो। नारायणीको तटबन्धनका योजनाहरू, सिटी हलका योजनाहरू, प्रशासकीय भवन तपाईँहरू जानु हेर्नु होला कस्तो छ। एउटा सिंहदरबार भन्दा अझ राम्रो छ कि प्रधानमन्त्रीको कार्यकक्ष भन्दा कम छैन अहिले मेयरको कार्यकक्ष, तपाईँहरू गएर हेर्न सक्नुहुन्छ होइन। त्यो हुँदाखेरि अब यता ठुल्ठुला क्रिकेट रङ्गशालाका, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, धेरै पूर्वाधार बाटाघाटा, शिक्षा स्वास्थ्य। अघि यहाँ हाम्रो ओडाजीले भन्नुभयो, धेरै कुराहरू भन्नुभयो। पूर्वाधारमा मात्रै छैन क्या भरतपुरको भन्दाखेरि चर्चा पूर्वाधारको भयो। किनकि हिजोको दिनमा मध्य भागमा भए पनि भरतपुर धेरै पछाडि थियो, विकासले धेरै पछाडि थियो। पिच हेर्न बजारमा जानु पर्थ्यो, बजारका बाटाहरू पनि सबै पिच भए पनि सबै टुटेफुटेका, खाल्टाखुल्टी भएका अस्तव्यस्त अवस्था थिए त्यतिखेर चौताको अगाडि हेर्दाखेरि। अब यता गाउँतिर त पिच यही बाटो यही हुलाकिसक्यो, यही अगाडिको बाटोको अवस्था के थियो, कति दर्दनाक थियो, कति धुलो खाएर हिँड्नुपर्ने अवस्था थियो। आखिर त गरेपछि त हुँदो रहेछ नि त। हामी भरतपुरदेखि जगतपुर जाने बाटो, भरतपुरदेखि मेहुली जाने बाटो, यही त मेन लाइफ लाइन हाम्रो यो पश्चिम चितवनको लाइफ लाइन हो नि यो सडकहरू त। यही सडकको अवस्था त यस्तो थियो भने अरू सडकको अवस्था त हामी कल्पना गरौँ न, कहीँ पनि त थिएन नि त। आखिर 9 वर्ष हामी सबै मिल्यौँ होइन। खास गरेर नेतृत्वको कुरा भयो, नेतृत्व सँगसँगै सबै विङ्सहरूको कुराहरू भयो। विङ्सहरू उहाँहरू हुनुहुन्थ्यो, ओडाध्यक्षहरू, जनप्रतिनिधिहरू, महानगरपालिकामा 2 कार्यकाल, म 2 कार्यकाल, उहाँ पनि 2 कार्यकाल होइन। सबैको तत्परता साथ सहयोगले गर्दाखेरि यो चिजहरू सम्भव भएको छ। पूर्वाधार मात्र गरेको छैन कि हामीले। भाइले यहाँ प्रश्नको रूपमा धेरै यहाँ विषय उठाउनु भएको छ होइन। ती विषयवस्तुहरूमा जवाब त अध्यक्षले पनि राखिसक्नु भएको छ।
पूर्वाधार मात्रै होइन, हामीले धेरै त्यस्ता खालका लक्षित समुदाय भन्छ नि, लक्षित समुदायहरू, अलिकति विपन्न समुदायहरूलाई, लक्षित वर्गहरूलाई पनि हामीले त्यसलाई अलिकति बढी ध्यानमा दिएर त्यस्ता धेरै कामहरू गरेका छौँ। युवा लक्षित कार्यक्रमहरू गरेका छौँ। युवाहरूलाई रोजगारी सिर्जना गर्नका लागि, स्वरोजगारका लागि पनि, उहाँहरूलाई स्वावलम्बी बनाउनका लागि पनि महानगरपालिकाले ध्यान दिएकै छ। कृषि पेसा गर्ने युवाहरूलाई युवा कृषक प्रोत्साहन कार्यक्रम होइन कि अब किसानहरूलाई पनि त्यस्ता खालका थुप्रै अनुदानका कार्यक्रमहरू, युवाहरूलाई तालिमका कार्यक्रमहरू, वैदेशिक रोजगारीमा जाँदाखेरि पनि आफूमा स्किल नभएर भौतारिन नपरोस्, दुःख पाउनु नपरोस् भनेर हामीले वर्षै नि 5-7 हजार युवाहरूलाई हामीले चाहिँ तालिमहरू दिएका छौँ। सायद तपाईँहरूको यो तालिम पनि कसले दिएको अध्यक्ष? ओडाबाट। अब वडा स्तरीय नगर स्तरीय गर्दाखेरि त हाम्रो लगभग 10,000 भन्दा बढी नै हाम्रो भरतपुरवासी युवाहरू, महिला पुरुष दुइटैले होइन, दुइटैलाई गर्दाखेरि वर्षमा 10,000 जस्तो युवाहरूलाई विभिन्न खालका तालिमहरू, एउटै होइन, जे छ तपाईँको मागको आधारमा, रुचिको आधारमा त्यो खालको तालिमहरू, अब विभिन्न खालका वेटरहरू, हाउस किपिङहरू होइन, अब तपाईँको बारिस्टाहरू भयो, कटिङ, हेयर कटिङ भयो, ब्युटी पार्लर भयो, अब यस्ता धेरै चाहिँ होटेल सम्बन्धी होइन, अब कुकिङ भयो, धेरै चिजहरू जे तपाईँहरूको रुचि छ त्यो आधारमा तालिम दिने। भोलि विदेश जाँदाखेरि पनि रोजगारीका लागि भौतारी नपरोस्, यहाँ रोजगारीका लागि पनि अवसरहरू खोज्दाखेरि तपाईँहरूलाई त्यो सहज प्राप्त होस् र तपाईँहरू चाहिँ स्वावलम्बी बन्नका लागि पनि, स्वरोजगार बन्नका लागि पनि त्यसले एउटा ब्युटी पार्लर के अरे ब्युटिसियन तालिम लिनुभयो भने, ब्युटी पार्लर खोल्नुभयो भने त तपाईँहरू स्वरोजगार हुनुभयो नि त। अब अरू यस्तै अब कफी सपमा तपाईँ बारिस्टा सिक्नुभयो भने कफी सपको लागि तपाईँहरूलाई सपोर्ट भयो, तपाईँहरू त्यहाँ पनि स्वरोजगार बन्न सक्नुहुन्छ। यस्तो हिसाबले यो चिजलाई पनि लक्षित गरेर महानगरपालिकाले एकदमै मानवको प्राथमिकताको योजना भनेर अगाडि बढाएको वर्षै नै हामीले त्यस गरेर पनि युवा लक्षित कार्यक्रमहरू, यस्ता कार्यक्रमहरू धेरै अगाडि बढाएका छौँ महानगरपालिकामा। युवाहरूलाई नै लक्षित गरेर अघि खेलकुदको विषय पनि राख्नुभयो भाइले। खेलकुदका गतिविधि सबभन्दा धेरै गर्ने पालिका मात्रै भरतपुर महानगरपालिका पर्यो। हामी पुरस्कृत भएका हौँ सङ्घीय सरकारबाट, राष्ट्रिय खेलकुद परिषदबाट हामी पुरस्कृत भएको भरतपुर महानगरपालिका देशका 753 पालिका मात्रै उत्कृष्ट भनेर खेल गतिविधि गर्ने र खेल पूर्वाधार बनाउने। किनकि एक खेल मैदान, एक विद्यालय, एक खेल मैदान, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला, राष्ट्रिय स्तरको फुटबल रङ्गशाला, विभिन्न खालका रङ्गशालाहरू, खेल मैदानहरूको कारण र खेल गतिविधिहरू अघि पनि आयो। मेयर कप क्रिकेट ग्रासरुट के फेरि विद्यालय स्तरबाट दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले तपाईँहरू विद्यालय कलेज लेभलमा हुनुहुन्छ, +2 का विद्यार्थीहरूलाई वर्षै नै हामीले मेयर कप भनेर फुटबल, मेयर कप क्रिकेट अब त्यो महिनौँ दिनसम्म चल्ने गरी महानगरपालिकाका लगभग 60-70 वटा विद्यालयहरूले, 80 वटा विद्यालयहरूले होइन, त्यहाँनिर अब आफ्नो सबै विद्यालयको प्रतिनिधित्व हुने गरी यसरी सामुदायिक विद्यालयहरू, संस्थागत विद्यालयहरू, निजी विद्यालयहरू, सरकारी विद्यालयहरू दुवैको प्रतिनिधित्व हुने गरी सबैलाई हामीले बराबरी उहाँहरूले अवसर दिएका छौँ। सरकारीलाई मात्रै गरेको छैन, फेरि त्यो अवसर निजी बोर्डिङ स्कुलमा पढ्नेलाई पनि दिएको छ। किनकि उहाँहरूलाई पनि केही अवसर, राज्यको सुविधा त उहाँहरूले लिनु पऱ्यो नि त। उहाँहरू अब सम्पन्न भयो, बोर्डिङ स्कुल पढ्नुभयो, विपन्नहरू सरकारी स्कुल पढ्नुभयो, अब त्यो त विपन्नहरूप्रति अलिक बढी राज्य त्यसमा जिम्मेवार बन्नुपर्छ। तर त्यस्तो खालको अवसरमा अरू पक्षलाई पनि समेट्नुपर्छ भनेर हामीले त्यो गऱ्यौँ। मेयर कप त्यस्ता भलिबल प्रतियोगिताहरू, उपमेयर कप भलिबल प्रतियोगिताहरू, खेल गतिविधिका कार्यक्रमहरू, युवा लक्षित कार्यक्रमहरू हुन् यिनीहरू पनि। त्यसकारण हामीले अब युवा उद्यमी प्रोत्साहन कार्यक्रमहरू पनि अगाडि बढाएका छौँ। यी धेरै कार्यक्रमहरू महानगरपालिकाले अगाडि बढाएको छ। यो बाहेक भौतिक पूर्वाधारको क्षेत्रमा मात्रै 1070 किलोमिटर बाटो त हाम्रो कार्यक्रममा सडक ब्रिज गऱ्यौँ। यो भनेको यो महानगरपालिका मात्रै बजेटले होइन कि धेरै जे छन्। महानगरपालिकाको प्रशासकीय भवन सङ्घ र प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीबाट गरेका छौँ। क्रिकेट रङ्गशाला सङ्घ र प्रदेशको साझेदारीबाट गरेका छौँ। अब सबै बाटाघाटा ठुल्ठुला योजनाहरू त्यसरी नै गरेका छौँ। सिटीहरू पनि सङ्घीय शहरी विकास मन्त्रालयबाट गरेका छौँ। तर त्यसको इनिसिएसन कसले गर्यो त नि, त्यसको पहल कदमी कसले लियो त भन्दा त कोहीले त लिन्छ नि त, नेतृत्व त लिन्छ नि त, हुनुपर्छ। एयरपोर्ट विस्तारको कुरा, एयरपोर्टमा टर्मिनल भवनको कुराहरू, अब यत्र सार्वजनिक जग्गाहरू, सरकारी जग्गाहरू ओगटेर व्यापार व्यवसाय गर्ने वर्षौँदेखि गरेकाहरूबाट हामीले महानगरपालिकाले ती सम्पत्तिहरूको खोजी गरी यकिन गरेर अधीनमा लिएका छौँ। 100 बिघा जमिनहरू तपाईँहरू हेर्न सक्नुहुन्छ होइन। सेन्ट्रल फार्म होइन के त्यो आइसल्यान्ड होटलमा होइन 1 बिघा 10 कट्ठा जग्गा त्यहाँ होटल चलाएको थियो कसैले, त्यसरी गरेर खाइराखेको अवस्था। त्यो चिजलाई मानवले आफ्नो अधीनमा लिएर महानगरपालिका परिषदभित्र त्यसलाई ल्याएर 4.5 बिघा जग्गा भयो। महानगरपालिका परिषद बिल्डिङ मात्रै छैन कि सुविधासम्म, त्यहाँभित्र एउटा पार्कको हिसाबले त्यसलाई विकास गर्ने योजनाका साथ हामी अगाडि बढ्यौँ। पुङ्गी खोला, केरुवा खोलाको त्यसको पनि नापजाँच गरेर त्यसको जग्गाहरू संरक्षण गर्ने, त्यसको सौन्दर्यकरणको कामहरू अगाडि बढायौँ। त्यो पनि हामी तहको सरकारकै साझेदारीबाट एउटा मानव मात्र गऱ्यो भने कसरी सम्भव हुन्थ्यो? सम्भवै हुन्थेन यत्रो विकास त। आज जसले पनि भनेको छ नि, जनले भनेको छ, दुनियाँ सबै आउँदाखेरि भरतपुर हेरेर फर्किँदाखेरि यो भरतपुरको विकासको बारेमा चर्चा परिचर्चा नगरेको कोही पनि छैन क्या। यो रेन्दालको पार्टीले मात्रै भनेको छैन, जुनसुकै पार्टी, जुनसुकै तहर तबका यहाँको बौद्धिक समुदायहरू, पत्रकारहरूदेखि लिएर हरेक पक्षले अस्ति भर्खर सञ्चार मन्त्री नेपाल सरकारको होइन प्रवक्ता पनि उहाँ आएर धरि म
देशमा यही लागू गर्नुपर्छ। आखिर भरतपुरको विकास मोडेल देशमा लागू गर्नुपर्छ, देश बनाउन पनि यो खालको मोडेलको एउटा सिको गर्नुपर्छ भन्ने खालको अवस्था यस्तो खालको यतिकै भएको छैन क्या साथीहरू है। युवा साथीहरूलाई मेरो अनुरोध छ, निकै ठुलो एउटा समर्पण हुटुकी अब काम गर्नुपर्छ भन्ने कुराले नै त्यसमा चाहिँ मुख्य काम गरेको छ, जसको फलस्वरूप यो परिणाम देखेको छ। यो कुरा पनि म यहाँ राख्न चाहन्छु। अर्को हामीले अलिकति लक्षित वर्गलाई तपाईँले के यो बाटाघाटा अरू यो अलिकति यो लक्षित समुदायहरू लक्षित कार्यक्रमहरू के गर्नुभयो भन्ने कुराहरूमा पनि थोरै राखेर चाहन्छु। 7,000 लिटर खानेपानीमा शुल्क गरेका छौँ होइन। भरतपुरवासी जति भनेको फेरि विपन्न समुदायलाई लक्षित गरेर 7,000 लिटर मासिक पानी खपत गर्नेलाई निःशुल्क महानगरले तिर्दिने हो कि महानगरपालिकाले तिरिदिने। प्रति लिटर दुधमा 4 रुपियाँ अनुदान पनि सायद देशैभरि कहीँ पनि छैन, भरतपुर पहिलो हो होइन। अहिले निरन्तरतामा त्यो हामी अघि भाइले नै भनिसक्नु भएको छ त्यो कुराहरू छ। अब विभिन्न अनुदानका कार्यक्रमहरू, यन्त्र उपकरणहरू होइन, किसानहरू लक्षित कार्यक्रमहरू यही पनि अनुदानमा दिएको छ। अब सिँचाइको व्यवस्था राम्रो गरिएको छ होइन, किसानहरूलाई सिँचाइको व्यवस्था राम्रो गरिएको छ। यी लगायत धेरै गृह आवास कार्यक्रमहरू विपन्नहरूलाई घर बनाइदिने, जो एकदम झुपडी भएर यहीँनिर तपाईँको पगडी बजारमा पनि 3-4वटा घरहरू बन्दैछन् अहिले। यस्तो ठाउँमा महानगरपालिकाको विभिन्न ठाउँहरूमा एकदमै गरिब, एकदमै विपन्न, आर्थिक अभावले अब घर एउटा राम्रो, अब यो त संविधान प्रदत्त अधिकार हो नि त, आवासको हक, यो त मौलिक हक अन्तर्गत छ कि अनिवार्य राज्यले व्यवस्था गर्नुपर्छ भन्ने हिसाबले त्यो चिज अब अन्त होस् नहोस् हामीले सुरुवात गर्नुपर्छ। भरतपुरबाट यो काम पनि सुरुवात थालनी गर्नुपर्छ भनेर मेयर विपन्न आवास कार्यक्रम गरेर यो वर्ष मात्रै 70वटा घर बन्दैछन्। 70वटा घरहरू गरिबका लागि। त्यो छोरी जीवन बिमा कार्यक्रम, छोरी जन्मियो भनेर बाबुआमाहरूले अब गर्भ जाँच गर्ने, भ्रूण हत्या गर्ने परिपाटी र आखिर छोरी पनि दबाब पायो भने गर्न सक्छ। नसक्ने के छ त, छोरीले राष्ट्रपति हुन सक्ने, सभामुख हुन सक्ने, प्रधान न्यायाधीश हुन सक्ने, प्रधानमन्त्री पनि अहिले चलाइराख्ने, सबले छोरी छ कि एक्लै भयो चलाइराख्नु भएको छ नि त होइन। मन्त्री भएका सब सांसद बन्नलाई अब चाहिँ राजीनामा दिँदै उम्मेदवार भएर चाहिँ चुनावी मैदानमा उभिनुभयो। प्रधानमन्त्री सायद एक्लै हुनुहुन्छ कि अरू कोही छ मन्त्री? अरू 3जना मात्रै हुनुहुन्छ, अरू सबैले छोडेर राजीनामा दिएर मैदानमा जानुभएको छ। भनेपछि प्रधानमन्त्री पनि महिला भइसक्नु भयो। महिला छोरी केहीमा कम छैन, अवसरको खाँचो थियो, अहिले हामीले अवसर पाएका छौँ, गरेर देखाएका छौँ नि त होइन। भरतपुरमा पनि 2-2 पटक, यो त नेपालकै इतिहासमा पहिलो हो नि त। एउटा महानगरपालिका 6वटा महानगरपालिकामध्ये 2 पटक महिलाले नेतृत्व गर्ने अवसर यो इतिहासमै एकदमै एउटा बिरलै हुने मध्येको मैले अवसर पाएँ। त्यसप्रति पनि म खुसी छु। आम छोरीहरूको पनि सिर नझुकोस्, सिर निहुराउनु नपरोस् भन्ने हिसाबले पनि काम गरियो। त्यही हिसाबले सबैतिर पनि त्यो धन्यवादको पात्र भएको छ होइन। यो कुरा पनि मैले राख्न चाहेँ। यो सुत्केरीको कुरा पनि अघि आयो। सुत्केरीहरूलाई निःशुल्क र एम्बुलेन्सका कुराहरू, सुत्केरी पोषण कार्यक्रमहरू पनि हामीले लागू गरेँ। लक्षित समुदायहरूलाई पनि यस्ता कार्यक्रमहरू, पपुलर कार्यक्रमहरू मार्फतबाट हामीले सकेसम्म सेवा दिएका छौँ क्या भरतपुर महानगरपालिकाबाट। अर्को यो क्षेत्रलाई खेलाडीहरूलाई के गर्नुहुन्छ भन्नुहुन्थ्यो, अब त्यही गरेको छ। यही मैले अघि भनिसकेँ, त्यही नै छ महानगरको अहिले हामीले गरेको र अब गर्ने पनि त्यही नै हो। खेलाडीको यो क्षेत्र, यो ठाउँ भनेको खेलकुदको हब, खेलकुद सिटीको रूपमा, स्पोर्ट्स सिटीको रूपमा विकास गर्ने, मेडिकल सिटीको रूपमा विकास गर्ने, टुरिज्म सिटीको रूपमा विकास गर्ने, एग्रिकल्चर सिटीको रूपमा विकास गर्ने सबै सम्भावना छ। फेरि यो ठाउँमा, यो क्षेत्रमा सम्भावना नभएको केही पनि छैन। त्यस कारणले गर्दा यो खालको एउटा चाहिँ एकदम बस्न योग्य सहर अनि सबै हिसाबले सुविधा सम्पन्न सहरको रूपमा विकास गर्ने एउटा इच्छा हो र त्यही इच्छा र टुटी अनुसार काम अगाडि बढेको। अब यहाँबाट गइसकेपछि झन् माथिल्लो तहमा गएर अझ धेरै गर्ने जे सपना थिए नि, आफ्नो जे खाका थिए नि, त्यो खाकाहरूलाई माथिल्लो तह अब यहाँबाट गर्न सक्ने जति गरियो, योभन्दा अब धेरै गरेको थिएन। माथिबाट गर्न पनि धेरै चिजहरू छन् कि नीतिगत कुराहरू छन्। अब यहाँ कतिपय विषयवस्तुहरू भरतपुर महानगरपालिकाको मेयर त यो चाहिँ रेणु दाहाल त यहाँको स्थानीय विकासका लागि अब्बल हो। यो चाहिँ माथि गएर नीति निर्माण गर्नमा चाहिँ अलिकति के हो भन्ने कुरा गर्नुभएको छ कि अचम्म लाग्छ। कुराहरू सुन्दाखेरि पनि अचम्म। अब उहाँले मेरो विगत नबुझेर पनि होला सायद होइन, विगत बुझाउनु पर्ने भयो कि विगत के हो भन्ने कुरा। 30औं वर्षको राजनीतिक योगदानको कुरा होइन, यो त सधैँ छ। संविधान सभा पहिलो संविधान छ। राजनीतिक योगदान सँगसँगै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका, त्यो व्यवस्था गणतन्त्र आइसके पछाडि संविधान सभाको चुनाव पछि संविधान सभाको संविधान बनाउने सदस्य मध्ये म एक हो। 600 मध्ये एक हो कि 601 मध्येको एकजना म पनि हो कि संविधान सभा सदस्य होइन। कानुनको पनि मूल कानुन बनाउने, संविधान बनाउने पहिलो सुरुवाती थालनीको संविधान सभा सदस्य हो। त्यहाँ आफ्नो योगदान, आफ्नो चाहिँ होइन जिम्मेवारी पुरा गरेर आएको। त्यसपछि यही महानगरपालिकामा 2 कार्यकाल मेयर भएर महानगरपालिकामा त 100 कानुन बनाइयो त हामीले। यो त महानगरपालिका भनेको स्थानीय सरकार हो। कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबै यहाँ गर्नुपर्ने एकदम अनुभवले, क्षमताले
कामले सबै ठाउँमा कहीँ पनि नचुकिकन कहीँ पनि हामीले हात खानु परेको छैन। यो सबै काममा एकदम अब्बल साबित भएर आएको हो नि त, सर्टिफिकेट लिएर आएको छ होइन र। कहीँ छ त रेन्दाले यहाँनिर यो गर्यो, भ्रष्टाचार गर्यो, यहाँनिर यो कानुन मिच्यो अथवा यहाँनिर हतियार दुरुपयोग गर्यो, कहीँ छ त केही छैन नि। त्यसले गर्दाखेरि बेकार यस्ता गरिरहेको अरू केही भन्न नपाएर अब ऊ त यो हो नि त, यो हो नि त, यहीँ ठिक छ, अब यहीँ ठिक छ त के अन्त दुई कार्यकाल भन्दा हुन पाउनु। अनि योभन्दा अरू जनताको सेवा गर्ने कसरी त भन्दा, यो ठाउँको लागि योगदान गर्ने कसरी भन्दा योभन्दा अरू विकल्प थिएन। अब चुनाव त हामीले सारेको होइन नि त, अगाडि हामीले सारेको त म त बगेर यो मेयरको कार्यकाल सकेर त्यसपछि अर्को स्टेपमा जाने योजना थियो नि, त्यसरी जान पाएको भए मलाई किन पीडा भयो नि त। आफ्नो कार्यकाल नसकि जाँदाखेरि म पीडा भयो, तपाईँले हेर्नु पनि भयो होला समाज सञ्जालमा, पीडा भएर भावुक भएर अलिअलि आँसु पनि आयो मेरो। त्यो घर जस्तो लाग्यो मलाई, मेरो महानगरपालिका मेरो घरबाट निस्किन पर्दाखेरि मलाई पीडा पनि भयो होइन। त्योको बावजुद पनि यो परिस्थितिले ल्यायो नि त, यो आन्दोलन भयो, यो चुनाव अगाडि आयो, 84 को चुनाव 82 मा हुनु पर्यो, हुँदाखेरि यो रेन्दालको रहने भएको होइन, देशको परिस्थिति भएको। यसलाई त हामी सामना गर्नु पर्यो, तयार हुनु पर्यो, यसमा हामी तयार बन्नु पर्यो। यो हिसाबले हो यो प्रतिनिधि चुनावको लागि जानु परेको, त्यो पनि यो ठाउँको लागि योगदान, देशको लागि योगदान। हिजो महानगरपालिकामा योगदान गरियो होला, अब जिल्लाको लागि योगदान, सिङ्गो चितवन जिल्लाको लागि पनि अलिकति गर्ने। माडीदेखि यहाँ चाहिँ भरतपुरसम्म सिङ्गो चितवन जिल्लाको, किनकि अब मुखले मात्रै बोलेर भएन, बोलेर मात्रै हुन कि होइन, कुराले चुरा भिज्दैन भन्ने कुरा त हामीले सुनेका छौँ। कुरा त भिज्दैन अरे, जति कुरा गर्न सक्छन्, ठुल्ठुला चाहिँ सपना देखाउन सक्छन्। सपना देखाउने ठुलो कुरा होइन कि, सपना पुरा गर्ने कुरा सबभन्दा ठुलो कुरा पनि हो कि भन्नुहोस् त। सपना देखाउने ठुलो कुरा हो कि, सपना देख्यो कि सपना पुरा गर्ने कुरा ठुलो हो। सपना त जसले पनि ठुल्ठुला देखाउन सकिन्छ कि, आश्वासनहरू धेर बाँड्न सकिन्छ, राम्रा मिठा कुरा चर्का कुराहरू मिलाएर भन्न जसले पनि जानेको हुन्छ। तर वास्तविक कुरा जे बोल्छ त्यो गर्ने, जे गर्छ त्यो बोल्ने, त्यो इमान्दार एउटा प्रतिनिधिको आवश्यकता हो। इमान्दार क्या, जनतालाई ढान्न छल्न पाइएन नि त। जे गर्छु भने चाहिँ गर्नु पर्यो, अनि यदि नगर्ने हो भने गर्न सकिँदैन भनिदिनु पर्यो, ढान्न छल्न त पाइँदैन नि है। यहाँ धेरै चिजहरू ढाँट्ने छल्ने कामहरू भइरहेका छन्, यो चिजहरू हामीले बुझ्ने कि नबुझ्ने, त्यो कुराको मूल्याङ्कन गर्ने कि नगर्ने जनसमुदायलाई होइन, जेन्जी भाइ बहिनीहरू तपाईँहरूले यो कुरा चाहिँ अलिकति बुझिदिनुपर्छ भन्ने पनि मेरो अनुरोध हो एउटा उम्मेदवारको हिसाबले। र अर्को यहाँनिर पर्यटनमा के गर्नुभएको छ भन्नुभयो होइन, पर्यटनमा अघि भर्नुपर्छ जस्तो बृहत कार्यक्रम स्थानीय सरकारको तर्फबाट 1 वर्षसम्म देशका सम्माननीय प्रधानमन्त्री पूर्व वर्तमान राजनीतिक दलका शीर्ष नेताहरू ल्याएर दुनियाँ सब देश विदेशका सबैलाई ल्याएर भरतपुरमा एउटा चहल पहल 1 वर्षसम्म भ्रमणवर्षबाट जे दियो त्यो पर्यटन प्रबन्धनका लागि थियो। पर्यटकीय अब पूर्वाधारको विकास गर्ने, यो यसै पनि तेस्रो पर्यटकीय गन्तव्य छ चितवन। भोलिको दिनमा तेस्रो होइन कि, सके पहिलो नभए दोस्रो छिटै हामीले बनाउन सकिन्छ नि त। अघि भाइले भन्नुभयो हिजो सौरा लानु पर्थ्यो, अहिले त मेघोली, यता चाहिँ जगतपुर कसारा, हामी यताबाट पनि जङ्गल सफारी गर्न सकिन्छ, यताबाट पनि त हामी जङ्गल सफारी गर्न सकिन्छ, गोलाघाटबाट पनि सकिन्छ, हाम्रो यता चाहिँ पटियानीबाट पनि सकिन्छ। हाम्रो पर्यटकीय गन्तव्य त हामी हाम्रै प्रयत्नबाट हो, न त कसैले त्यसरी लखा भनेर दिनेवाला छैन कि, लखा भनेर कसैले दिँदैन। सचेत पहल गर्न नभइकन केही हुनेवाला छैन यो दुनियाँमा। त्यसकारण हामीले यो ठाउँलाई भरतपुरको 2वटा ठाउँमा पर्यटकीय गन्तव्य, देशका 100वटा गन्तव्य सँगै केन्द्र सरकारले 100वटा गन्तव्य चाहिँ पहिचान गर्दाखेरि भरतपुरको मात्रै 2वटा गन्तव्य होइन, पटियानी क्षेत्र र विषधारी र प्रदेश सरकारबाट पनि अब हामी मेघोली ब्लक छुट्यो भनेर मेघोलीलाई गर्दाखेरि प्रदेश सरकारले 1 जिल्ला 1 पर्यटकीय क्षेत्र भन्दाखेरि चितवन जिल्लाको प्रदेशले गरेको मेघोली क्षेत्र गर्दा 3वटा पर्यटकीय क्षेत्र यो ठाउँमा माडीमा पनि हो। आज पर्यटकीय क्षेत्र निर्वाचन क्षेत्रको हिसाबले भन्दाखेरि त 4वटा पर्यटकीय क्षेत्र लो हेर्नु त हामी कति भाग्यमानी, भोलिको भविष्य कस्तो छ यो क्षेत्रको। 3 निर्वाचन क्षेत्रमै छ कि 4वटा पर्यटकीय गन्तव्यहरू 100वटा मध्ये। त्यसले गर्दाखेरि भोलिको एकदम सम्भावना छ पर्यटकीय हिसाबले यो ठाउँको, यो क्षेत्रको। अब म जिल्लाभरिको अहिले कुरा गरेन, एज उम्मेदवारको हिसाबले मैले कुरा गर्दैछु। 3 निर्वाचन क्षेत्रको कुरा गर्छु अहिले। 3 निर्वाचन क्षेत्रको चाहिँ यी खालको सम्भावना पर्यटनको क्षेत्रमा पनि छ। शिक्षाको कुरा अघि भौतिक एकदम भयो भएको छ, यसै त कहीँ पनि राखेको छैन है भाइ। अब भयो भने भोलि अब चाहिँ भौतिक बन्यो, पूर्वाधार बन्यो, भवनहरू भयो, सबै भयो, गुणस्तरीय शिक्षा भयो। अब भोलि गर्दाखेरि अब त्यो आवश्यकता पनि होला, गर्मी ठाउँ छ, अब जाडोमा अति जाडो हुने, शीतलहर हुने, गर्मीमा अति गर्मी हुने ठाउँ हो। भोलि आवश्यकताले त्यो पनि होला, तर अहिलेसम्म विद्यालयमा एसीहरू छैन, तर पनि सुविधा सम्पन्न पूर्वाधारहरू हामीले एकदम विकास गरेका छौँ। कुनै एउटा विद्यालयमा हुने अर्को विद्यालयमा नहुने पनि छैन। सकेसम्म सबैतिर हामीले समानुपातिक ढङ्गबाट विद्यालयको भौतिक पूर्वाधारमा गुणात्मक फड्को मारेका छौँ। त्यो सँगसँगै सरकारी विद्यालयहरूमा विद्यार्थी सङ्ख्या बढाउन सफल भएका छौँ, गुणस्तरीय शिक्षा दिएका छौँ, प्रविधिमय शिक्षालाई जोड दिएका छौँ, व्यावहारिक शिक्षालाई जोड दिएका छौँ। तपाईँहरूले जे भन्नुभएको छ नि त्यही विषयवस्तुलाई भरतपुरले एकदमै राम्ररी आत्मसात गरेर हामी कार्यान्वयन गरेका छौँ। 1 कक्षा कोठा 1 शिक्षक होइन,
अब एक कक्षा कोठा एक शिक्षक, अब विभिन्न विज्ञान प्रयोगशाला, गणित प्रयोगशाला, सामाजिक प्रयोगशालाहरू, आइसिटी ल्याबहरू, यी खालका प्रविधि मैत्री शिक्षालाई पनि हामी जोड्दैका छौँ। एकदमै सुधार भएको छ, अझै गर्नुपर्ने छ, धेरै नै छ, तर पनि जे प्रयास गरेको छ एकदमै सकारात्मक सुधारहरू भएको छ। त्यसैले त विद्यार्थी सङ्ख्या बढेको छ। कुनै बोर्डिङ स्कुलभन्दा कम छैन क्या भरतपुरका सामुदायिक विद्यालय, सरकारी विद्यालयहरूको अवस्था। त्यसले गर्दाखेरि शिक्षामा पनि हामीले राम्रै एउटा सुधार हामीले प्रयत्न हामीले गरेका छौँ। र अर्को यो गोलाघाट पुलको कुरा गर्नुभयो, एकदम मेरो सपना अब तपाईँलाई यति भन्छ, अब सक्न लाग्यो है। सपना निर्वाचन क्षेत्र नम्बर 3 मा अब के त नि भरतपुरमा त सबै के गर्ने हो र अब कसो भन्ने कुरा पनि गर्छन् कतिपय मैले सञ्जालहरूमा चाहिँ होइन भएको त छ, अझै गर्नु पनि धेरै छ नि त। हामीले नारायणी तटबन्धन गरिसक्यौँ, अब राप्तीको तटबन्धन गर्नु छ त्यसरी नै होइन। नारायणी 30 किलोमिटर नारायणीको तटबन्धन त हामी लगभग अब सम्पन्नको अन्तिम चरणमा छ। 90% काम सम्पन्न भयो, अब 10% हुँदैछ प्रक्रियामा काम भइरहेको छ। अब यतापट्टिको गर्नु छ राप्ती तटबन्धनको काम। अर्को हामीले माडी जाने बाटोलाई अब फ्लाइओभर यो त्यो होइन कि हामीले अहिले गर्ने भनेको विगतमा गरेको छ। महानगरपालिकाको मेयरको हैसियतबाट पनि माडीको लागि पनि हामीले सचेत पहल गर्ने। माडी जाने बिचैको अहिलेकै बाटो होइन, जगतपुरदेखिको पुलदेखिको बाटोबाट जान सक्यो भने पनि ठिकै छ। अझ त्योभन्दा उत्तम धेरैचोटि सर्वे भयो, धेरै चाहिँ मन्त्रालयका मन्त्रीहरू, सचिवहरू होइन, त्यो चाहिँ सडक विभागका डिजीहरू सबैलाई ल्याएर अब के गरेर गरे त नि यो बाटो बिच जङ्गल क्षेत्रमा अब वन ऐनले नदिने यो त्यो हुने दुनियाँ। अब बुवा यहाँ चाहिँ होइन सांसद हुँदाखेरि पनि धेरै प्रयत्नहरू नभएको होइन, तर त्यो ऐन संशोधन गर्नुपर्ने, तर त्यो नभएसम्म काम अगाडि नबढ्ने हुँदाखेरि प्रयत्नका बावजुद पनि त्यो हुन नसकेको हुँदाखेरि के गर्ने भन्दा वैकल्पिक जाने भनेर अनि त्यसको लागि वैकल्पिक हामीले सर्वे गरेर त्यसको डिपिआर बनेको छ। सर्वे भयो, डिपिआर भयो, इआइएको प्रोसेस अहिले चलिराखेको छ। त्यता हुँदा 6 किलोमिटर बाटो पनि कम हुन जान्छ। 6 किलोमिटर बाटो मारी जानलाई 6 किलोमिटर ध्रुवघाटबाट त्यसको डिपिआर बनेको छ। अब त्यो कामलाई अगाडि बढाउने हो, किनकि त्यो प्रक्रिया अगाडि बढिसकेको छ। त्यो कामलाई अगाडि बढाउने अनि त्यहाँनिर ध्रुवघाटमा पुल र त्यहीबाट वैकल्पिक बाटो मारी जाने अनि त्यसपछि गएर अब घोसाघाट या गोलाघाटमा एउटा पुल एकदम महत्त्वपूर्ण पहिलो प्राथमिकताको योजना हुन्छ होइन। पहिलो प्राथमिकताको योजना हुन्छ घोसाघाट या चाहिँ तपाईँको गोलाघाटमा पुल एकदम त्यो अब भरतपुरको मेयरले बोल्यो गर्दैन भन्नुपर्ने छैन त, जे बोल्छ त्यो गर्छ, त्यो त प्रमाणित भएको छ नि त सबै कामले। त्यसले गर्दाखेरि यो चिजहरू एकदम पक्का मैले एकदम सङ्कल्प लिएर भन्छु कि तपाईँहरूले यो सन्देशमै पुर्याइदिनु होला गाउँठाउँमा कि गोलाघाट या घोसारघाट मात्रै एक ठाउँमा पुल, ध्रुवघाटमा पुल र वैकल्पिक माडी जाने बाटो, यो काम चाहिँ पहिलो प्राथमिकताको योजना हुन्छ माडी अनि हाम्रो के अरे राप्ती तटबन्धनको योजना। यो महत्त्वपूर्ण काम अन्तर्गत यी 4वटा काम हुन्छन्। त्यसपछि अब भरतपुरको भन्दा माडीको विकास अलिक कम छ, त्यसलाई अलिक जोड दिनुपर्ने छ। त्यहाँ प्राकृतिक छ, सबै छ, नदी नाला खोलाहरू धेरै छन्, बाढीले पनि जनतालाई धेरै हैरानी छ, जङ्गल छ, जङ्गली जनावरको शास्ति छ। यी चिजहरूलाई महानगरपालिकाभित्र पनि मेसाली सबैतिर लगभग सकिँदैछ। अब उतापट्टिलाई अलिक जोड दिनुपर्नेछ। धेरै ठाउँहरू माडी क्षेत्रलाई एउटा कृषि क्षेत्रको रूपमा, पर्यटकीय क्षेत्रको रूपमा माडीलाई विकास गर्ने हो। भरतपुरलाई चाहिँ अघि मैले जे सिटी भने नि त्यही सिटीको रूपमा विकास गर्ने हो। एउटा देशकै एउटा चाहिँ आर्थिक विकासको केन्द्र, व्यापारिक केन्द्र र देशकै एउटा सेन्ट्रल सिटीको रूपमा यो ठाउँलाई चितवन जिल्ला, समग्र चितवन जिल्लालाई विकास गर्ने मेरो सङ्कल्प रहेको छ। यसमा साथ दिनुहुन्छ कि दिनुहुन्न, युवा साथीहरू पक्कै दिनुहुन्छ भन्ने मलाई विश्वास लागेको छ। यही कुराहरू आगामी दिनमा अब ठोरी नाकाको कुरा पनि यहाँले थाहा भयो होला। ठोरी नाका पनि कति वर्षपछि अरे हामीले खोलेको अस्ति भनौँ वर्षमा धेरै वर्ष 40 वर्ष कति भन्ने सुनेको थिएँ होइन। हामीले प्रयत्न गरेर आखिर त्यो त गरेपछि त हुँदो रहेछ नि त, सबै चिज त सम्भव भयो भरतपुरका लागि। सबै हामीले जे गर्छौँ भन्यौँ, हामीले दियालो बङ्गला खोल्छौँ भन्यौँ, खोल्यौँ, हामीले ओपन जूको कन्सेप्ट अगाडि सार्यौँ, बाघ ल्याएर राख्यौँ, कति विरोध भयो, त्यसका बावजुद पनि हामी गरेरै छोड्यौँ के, सबै कामहरू गरेरै छोड्यौँ। महानगरको रिङ रोडको सङ्कल्प लियौँ, त्यो पनि हामीले धेरै गऱ्यौँ, सबै चिजहरू छ। ठुरीको नाका पनि हामीले भरतपुर भरण वर्षमा खोल्यौँ, 1 वर्ष खोल्यौँ, त्यसपछि सरकार चेन्ज भयो, हाम्रो भरण वर्ष नि सिद्धियो, भरण वर्षभरि त चल्यो, सरकार अर्को परिवर्तन भएपछि अब अहिले झन् यो अन्तरिम सरकार भयो, चुनाव गर्ने सरकार हो। अहिले पहल गरेर पनि यस्ता उस्तै कामहरूमा उहाँले हात हाल्नुहुन्न। त्यसकारण अब निर्वाचनपछि तपाईँहरूले यहाँ विश्वास गरेर अवसर दिनुभयो, काम गरेर पाइयो यो क्षेत्रबाट भन्ने पक्कै पनि त्यो काम पनि प्राथमिकतामा हुनेछ। यो पनि म यहाँलाई विश्वास दिलाउन चाहन्छु। यही विषयवस्तु यहाँको बिचमा राख्दै युवा साथीहरू, भाइहरू, जेजी समूहका सबै भाइ बहिनीहरूलाई मेरो अनुरोध छ, तपाईँहरू अब यो सन्देशहरू लिएर जानुहोस्। एकदम यो ठाउँको लागि एकदम अब चर्का कुरा गर्ने सामाजिक सञ्जालमा अनेक चाहिँ अब शब्दहरूबाट दिगभ्रमित बनाउने खालकाबाट हामी बच्न र जोगिन जरुरी छ।
इमान्दार र निष्ठावान र अनुशासित यो ठाउँका लागि एउटा सेवकको रूपमा काम गर्ने सच्चा जनप्रतिनिधिको खाँचो छ। त्यो हिजोको कामले सबैले प्रमाणित भइसकेको छ। अहिले मैले धेरै आफ्नो परिचय दिन फेरि पनि मैले आवश्यकता ठानिनँ। यो चाहिँ तपाईँहरूले बुझ्नुभएको छ। बुझेको कुरालाई जे बुझेको छ नि सत्य कुरालाई सत्य हो, त्यसलाई स्वीकार गर्नु पर्यो। यदि होइन भने हामी फेरि यो ठाउँ फेरि यो जे गति छ विकासको यसमा अवरोध हुन्छ होइन। यो चाहिँ यही विश्राम लिनुपर्ने अवस्था हुन्छ। हामीले अरू क्षेत्र नि हेरौँ त चेतनका अरू क्षेत्र त्यसले गर्दाखेरि यहाँ यो क्षेत्रको लागि इमान्दार जनप्रतिनिधिको खाँचो छ र काम गर्ने सक्ने योग्य जनप्रतिनिधिको खाँचो छ। त्यसर्थ अब यो क्षेत्रका लागि मैले उम्मेदवारी दिएको हो। आफ्नो 15 महिना कार्यकाल छँदै त्यो लोभतिर त्यताको आफ्नो पद हुँदै पनि त्याग गरेकै हो। एक हिसाबले त्यता त्याग गरेर यतातिर अलिकति नयाँ ढङ्गले फरक ढङ्गले माथि केन्द्रीय स्तरबाट गर यो ठाउँको लागि बढी योगदान गरौँ भन्ने मात्रै हो, अरू कुनै पद प्राप्तिका लागि हुँदै होइन। त्यसले गर्दाखेरि यो विषयलाई यहाँले बुझिदिनु हुनेछ र यही ढङ्गले आफ्नो ठाउँबाट आफू नै उम्मेदवार हुँ भन्ने ठानेर तपाईँहरू सक्रिय भइदिनुहोस्। किनकि भरतपुर महानगरपालिकाको मेयर हो, कुनै दलबाट टिकट लियो होला, चुनावमा गयो होला। हिजोको कामले पनि दलभन्दा माथि उठेर काम गरेको, साझा भएर गरेको। कुनै कसैले पनि हामीलाई दलगत हिसाबले यस्तो गर्यो उसो गर्यो होइन, ऊ आफ्नो दलको ऊ अनुसार काम गर्यो भने कहीँ कतै आरोप त्यो खालको टिका टिप्पणी पनि मैले सुन्नु परेन। त्यो खालको मैले त्यसरी कसैलाई त्यो भेदभाव पनि गरेन। साझा ढङ्गले गरेको, आउने दिनमा पनि त्यसरी नै गर्ने हो। यसमा तपाईँहरू पुरै विश्वास गर्नु होला। जनप्रतिनिधि भनेको सबैको साझा हुनुपर्छ र त्यसरी नै आफ्नो ठाउँको विकास गर्नुपर्छ। यहाँ यो त्यो दलगत हिसाबले गरियो भने त्यही झैझगडा हुन्छ, झमेला हुन्छ, अनि कामहरू अगाडि बढ्दैन। त्यसले एकले गर्न खोज्छ, अर्कोले एउटाले गर्न खोज्छ, अर्कोले खुट्टा टाल्छ, अनि त्यो काम त्यही रुकाउनु हुन्छ। यो ढङ्गले काम गर्ने, यसमा पनि हामी भरतपुर एकदम उदाहरणीय ढङ्गले गरेका छौँ। त्यसकारण यहाँहरू सबैलाई अनुरोध छ, यहाँहरूले पक्कै पनि आफै उम्मेदवार हुँ भन्ने गरी अब खरिदिनु होला। आफ्नो इष्टमित्र छर छिमेक टोल सबै नातागोता सबैलाई भएर एकपटकलाई यो क्षेत्रका लागि 3 नम्बर निर्वाचन क्षेत्रका लागि रेणु दाहाललाई जो जनतामा टेस्टेड भइसकेको, कामले प्रमाणित भइसकेको व्यक्तित्व हो, उहाँलाई गरौँ भनेर यो सन्देश आम रूपमा प्रवाह गरिदिनु होला भन्ने र फेरि पनि तपाईँको सेवा गर्ने अवसर दिनु होला भन्ने म अनुरोध गर्न चाहन्छु। र चुनाव चिन्ह तपाईँहरूलाई थाहा छ, सबैजना पढिरहेका हुनुहुन्छ, सबै युवा साथीहरू। चुनाव चिन्ह पहिला आएको थियो, अहिले तारा भएको छ। चुनाव चिन्ह तारा सजिलो छ। हिजो गैर कम्युनिस्टहरूलाई 80-18मा भोट हाल्न गाह्रो थियो होला, अब त गैर कम्युनिस्टहरूलाई पनि तारा चिन्हमा भोट हाल्न त केही गाह्रो भएन। मजाले सबैले तारा चिन्हमा ब्याङ्कका ब्याङ्क अब थाहा पाएर अब अत्याधिक हिजो जसरी मेयरमा अत्याधिक बहुमतले निर्वाचन गरिदिनु भयो र काम गर्ने एउटा हौसलाका साथ गरे, भोलिको दिनमा पनि त्यसरी नै एउटा हौसला दिने गरी अत्याधिक मतबाट विजय गराइदिनु हुनेछ भन्ने आशा विश्वास चाहिँ मेरो आफ्नो बनाएको यही संस्थान गर्नुपर्छ। धन्यवाद। यसै कार्यक्रमका